दिदी आएको खबर बाहिर सुन्नु पर्यो नि। नमस्ते। यहाँनिरको बहिनी कति तगडा हो। नमस्ते है, फेरि नमस्ते सबैजनालाई नमस्ते। सन्चै हुनुहुन्छ? लौ तपाईहरुको मायाले फेरि पनि घोराइमा आइयो। अब एकछिन पछाडि धुमधामले रमाइलो गर्ने कुरो छ। म भर्खरै आएको छु, नुहाएर टाउकै सुकाउन नदिइकन लिएर आउनुभयो है। मेरो यहाँ कपाल पनि चिसै छ अनि अलिअलि थकाइ पनि लाग्छ। बिहानै उठेर हिँडेको, काठमाडौँबाट नेपालगञ्ज हुँदै यता हुँदै हुँदै आइपुगेँ। जे भए पनि म आइपुगेँ। एकैछिन पछाडि हजुरहरूसँग एकदमै रमाइलो गर्ने मन छ। हाम्रो दोहोरी पनि गाउने कुरा छ आज। हाम्रो एकदमै दोहोरीले सबैजना अन्तिमसम्म रहिदिनु होला। र गेटमा भन्दा दिदी तपाईँलाई माला ल्याइदिनु भएको छ घरबाट उनीहरू आमाले। आमा यतिको सम्मान चाहिँ दिनु पर्यो नि दिदीलाई, हो कि होइन? हो त नि, धेरै माया छ। थ्याङ्क यू आमा, धेरै धेरै धन्यवाद। गेट बाहिर रहनुभएका सबैजना आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीलाई भित्र आउनका लागि अनुरोध गर्न चाहन्छु। अब म यत्रो दिनसम्म म बोले न माला लगाइदिन न केही गरिन, यो दाजुभाइपट्टि तिमीलाई म केही खण्ड बहा यतै मसारी छिन् आज। खै फुल कहाँ छ? ल्याइदे बेटी ल्याइदे। के खोज्छिन् त पोलिथिनमा? पैसो क्या हो? राम्रो हो। र एकचोटि दिदीको सम्मानको लागि र हाम्रो आमाको सम्मानको लागि जोरदार ताली ठोक्यो हजुर। धेरै धेरै धन्यवाद। महिलालाई सपोर्ट नगरे कसले गर्ने? वुमेन इम्पावरमेन्ट भन्न चाहन्छु। फेरि पनि महिला सशक्तिकरणका कुरा फुलै फुल हो कि होइन? र अब